हेलो साथीहरू के छ धेरै दिनपछि आज भेट हुँदैछौँ साथीहरू भिडियो धेरै दिनपछि भिडियो बनाएकै 2 हप्ता नन स्टप भयो है मार्केट जान नपाएको कामको काम दिमाग खराब नि हो मार्केट जान पाएन भने पनि लास्टै तनाव 2 विक भइसक्यो जान नपाएको आज चाहिँ फाइनल्ली त्यो पनि साउ नभएर हो साउ भएको भए यहाँ काम त थियो होइन साउ छैन र छोडिदिएर हिँडेको भरे आएर गराउन बेला हुँदैन साउले केही छैन 2 विक नजाँदा त कस्तो अनौठो लाग्ने रहेछ यार मार्केट जान पनि अब सधैँ अब जाने बानी है हरेक सन्डे जाने बानी अनि यार 2टा सन्डे नगएको लास्टै कस्तो भुकेको कुकुर पनि अनि यही हो अब मार्केट जाए चाहिँ झोला बोकेर आइसकेको छ है अब मार्केट गएर कस्तो खानेकुरा 1 हप्ताको लागि पुग्ने तरिकाले खानेकुरा लिएर आएको छ त्यसपछि अर्को हप्ता फेरि कुद्नुपर्छ त्यही छ चलिरहेको छ साह्रो कुल मौसम छ यार न जाडो न त गर्मी है चिसो हल्का क्या दामी छ मौसम म सुपर कुल छ नि साथीहरू मार्केट आइपुग्नु लाग्यो आइयो फाइनल्ली झऱ्यो है अब चाहिँ म जान्छु बिहानको ब्रेकफास्ट गर्न ब्रेकफास्टमा चाहिँ आज के खाने के रहेको छ है म सिधै जान्छु यहाँ गएर मोमो खान जान्छु अब बिहान बिहानै तातो मोमो ओ रातो लाइट पो छ त यहाँ चाहिँ सधैँ म त्यता मार्केट आएको बेला है यहाँ गएर खान्छु क्या मोमो बिहान बिहानै दामी ओ रातो बत्ती छिटो हट्न यस्तै छ मोमो खायो बस्छु है अब चाहिँ अहिले मोमो खाने बेलामा भेट्छु साथीहरू फाइनल्ली साथी लोटोमा आइयो लोटो काट्दा पनि पैसा चाहिँ सबै सकिन्छ जस्तो छ पर्ने चाहिँ कहिले होइन आनाङस्यो पर्छ कि भनेर काटो है कहिले काटो हप्तै पछि काट्छु पर्ने चाहिँ कहिले छैन आजकल त हुँदा 5,000 त पर्थ्यो पहिला काहीँ त्यो पनि पर्न छोड्यो यार यस्तो पनि हुन्छ ए आनाङस्यो फाइनली गाइस लोटो चाहिँ काटिसक्यो है लोटो काट्यो पर्छ कि पर्दैन थाहा छैन तर चक्लेट चाहिँ लोटो यहाँ काट्न आउँदा फ्रीमा पाएछ है लोटो नपर्ने लोटो काटेको पैसा चक्लेट खाँदै भने सदाउनु पर्ने छ मेरो चाहिँ मान्यता त्यो छ त्यही भएर लोटोको चक्लेट पुरा आएपछि एकमुठ लगिहाल्नु पर्ने छ त्यस्तो छ अब लोटो पर्छ कि पर्दैन थाहा छैन काट्न थालेको पनि 7 वर्ष भइसकेको छ लोटो काटेको पनि है अनि त्यहाँबाट पर्दैन पहिला त त्यही पनि ओछनन त पर्थ्यो 5,000 अहिले त लगभग 1 वर्ष भयो होला त्यो ओछनन पनि परेको छैन यार मेरो भाग्य झन् बिग्रिँदै गएको छ हौ के भयो यस्तो यस्तो चाहिँ नहुनु पर्ने हो झन् त जाँदा छ पहिला त त्यही पनि 3चोटि 4चोटि नभए 5देखि 6चोटि काट्दा त ओछनन त परेकै थियो हुन्थ्यो तर अहिले त छैन ठिकैको छैन